हेलो गाइज वेलकम टु आवर भ्लग र आज चाहिँ हामी छठ पूजा हेर्न जाँदैछौँ। हेर्न सक्नुहुन्छ हाम्रो गाडी पनि आइसकेको छ। अहिले चाहिँ हामी 3 जना मात्रै छौँ हैन। बाटोमा अरू धेरै मान्छेहरू पनि हुनुहुन्छ हैन। हाम्रो दिदीहरू पनि हुनुहुन्छ, उहाँहरू चाहिँ बिरताउनमा हुनुहुन्छ। हामी उहाँहरूलाई पनि पिकअप गर्न जाँदैछौँ र आज छठ पूजा चाहिँ हाम्रो बिरिङतिर हुँदैछ। उहाँनिर गएपछि चाहिँ तपाईहरुलाई हामी छठ पूजाको रमाइलो सबै देखाउनेछौँ। अहिलेको लागि चाहिँ स्टे ट्युन गाइज। सो हियर इज आवर माइलो छोरो गाइज। जस्तै तपाईहरु इन्ट्रोडक्सनमा पाइसक्नु भएको छ, मलाई नकुट्नु होला प्लिज हैन। यता हाम्रो दिदीहरू पनि आइसक्नु भएको छ। यहाँ हाम्रो भान्जो हैन, हाम्रो फुपू हुनुहुन्छ। दम तयार भएर हामी छठ हेर्न जाँदैछौँ। ल हाम्रो प्यारो माइलो, तपाईलाई हामी डेस्टिनेसनसम्म छोडिदिनु भएको छ। धन्यवाद है त। बाई बाई। धन्यवाद है त। बाई बाई। सो गाइजहरु हामी चाहिँ लगभग आइ नै सक्यौँ हैन। पुग्न आँटिसकेको छौँ बिरिङ खोलातिर हैन छठ हेर्नको लागि। तपाईहरु अहिलेको यहाँ माहौल हेर्न सक्नुहुन्छ। बाटैदेखि यस्तो धेरै भिड छ हैन। ओरिने परि हेर्नुस् है त, झन्डै हिलोमा। र हाम्रो टोली चाहिँ हेर्न सक्नुहुन्छ पछाडि दम तयार भएर एकदम छठ पूजा हेर्न जाँदै हुन्छ। स्वागत छ तपाईँलाई मेरो भ्लगमा। दुई शब्द केही भन्नु। छठ पूजा हेर्नको लागि हामीहरू घरकै नजिकै बिरिङ खोलामा हामी आएको छौँ हैन। हजुर सबैजनालाई छठी माईको धेरै धेरै शुभकामना। हजुर सबैजना रमाइलो गर्नलाई आउनु बिरिङ खोलामा। बाई बाई। बाई बाई। अहिले हामी भक्का बोतल चटपटे पानी पनि खानु पनि आउँछ। हस् ल हेर त, हामीलाई छोडेर घर जानु हुन्छ भनेको त पछ्याउँदै त आइपुग्नु भएछ। हाम्रो स्विडेनको दिदीको चाहिँ तपाईँको कुन छठ भन्नुहुन्छ? कति वर्षपछि छठ मनाउँदै हुन्छ भन्नु न। पहिलोचोटि हाम्रो दिदी चाहिँ अलिकति क्यामेरा साई पर्सन हुनुहुन्छ र पनि म तपाईँहरूलाई भ्लगमा देखाउने कोसिस गरिरहेको छु होइन। दिदीको चाहिँ पहिलोचोटिको छठ हो। अब आज कस्तो हुन्छ अब भरे दिदीले प्रतिक्रिया दिनुहुन्छ हेरिसकेर है त। एउटा सानो इन्टरभ्यू दिइहाल्यौँ पनि हामी कहाँको भनिदिनु यसो क्यामेरामा हेरेर। आज नरिसाइकन एकदम छठ हेर्न लाउनु भएको होइन। छठको सम्पूर्णमा शुभकामना भनिदिनु न। सो फाइनली गाइज हामीहरू छठ पूजाको घाटमा आइसकेको छौँ होइन। यता हाम्रो दादा हुन्छ शिवम दादा। अनि मेरो खुट्टामा के आयो अनि शिवम दादा चाहिँ हाम्रो दादाको बेस्ट फ्रेन्ड होइन। अनि यता पछाडि चाहिँ छ दादाहरूको घाट। अब यहाँ हामीले साथी हुनुभएको कारणले गर्दाखेरि आज हामीले यहाँ घाटमा दर्शन पनि गर्न पाउने मौका पाएको छौँ होइन। सम्पूर्णमा छठ पूजाको एकदम धेरै धेरै शुभकामना। यहाँको माहौल हेर्नुहोस् तपाईँहरू, यस्तो रमाइलो छ होइन। हेर्नुहोस् तपाईँहरू यस्तो राम्रोसँगले पूजा गर्नुभएको छ, रमाइलो छ गाइज यहाँको। र सम्पूर्णमा छठको धेरै धेरै शुभकामना है त। यता दिदी र म चाहिँ अब प्याजी पकौडा हन्टिङमा आएको छौँ। अघि तपाईँहरूलाई भनेको थियौँ नि हामीले प्याजीहरू देखाउँछौँ भनेर। गाइजहरू हेर्न सक्नुहुन्छ मेलामा आएपछि अब कस्तो छ मिठो। मैले त चाहेको छुइनँ, मैले चाखेर कस्तो छ भन्छु है त। फेरि यस्तो मेलामा आएर गिलो चटपटी छुटाउनै भएन नि त होइन। त्यही भएर फेरि हामी गिलो चटपटी खान आएको छौँ। यता पछाडि हाम्रो खतरा गिलो चटपटी बनाउँदै हुन्छ। कता जानुहुन्छ भनेको खालि लुकेर सुटुक यता कता मिठो यहाँ प्याजी आलुचपहरू पाउँछ त्यता हन्ड गरिरहनु भएको। यत्रो ग्रुपमा गाइजहरू आउन पाएको छैन, सकिसक्छ कि एकैछिनमा। म त चाख्नै पाएको छुइनँ झन् यो भ्लग बनाउने चक्करमा कि। यसो उसो गरौँ। हाम्रो गुड्डु दिदीले चाहिँ सबैभन्दा मिठो चटपटी भेट्टा हाल्नुहुन्छ होइन। फुड हन्टिङमा चाहिँ गुड्डु दिदी एकदम बेस्ट। एकदम चाहिँ खाइदिनु त प्लिज। यति मिठो छ नि, कस्तो मिठो चटपटे। गाइजहरू हामी चाहिँ निस्किसक्यौँ तर बाहिर हेर्न सक्नुहुन्छ यति धेरै भिड छ। अझै मान्छेहरू छठ पूजा हेर्नको लाइन छ होइन। ओके गाइजहरू तपाईँहरूलाई आजको हामीले रमाइलो देखाइहाल्यौँ छठ पूजाको होइन। अब हामी घरतिर जाँदैछौँ। बाई गाइज, सी यू इन माई नेक्स्ट भिडियो एन्ड डु नट फर्गेट टु लाइक, शेयर एन्ड सब्सक्राइब। बाई गाइज।